काठमाडौँको चिसो बिहान रत्नपार्कको सडकमा धुवा र मानिसहरूको भिड। त्यही भिडको बीचमा हरियो ज्याकेट लगाएको एउटा युवक आफ्नो बाइक सफा गर्दै थियो। उसको नाम थियो आदित्य। आदित्य गाउँबाट काठमाडौँ आएको 3 वर्ष भइसकेको थियो। घरमा बिरामी आमा, सानो बहिनी र ऋणले थिचिएको परिवार। बिहान 5 बजे उठेर राति 11 बजेसम्म पठाउ चलाउनु उसको दैनिक जीवन थियो। एक दिन बिहान मोबाइलमा अर्डर आयो। पिकअप टिचिङ हस्पिटल, डेस्टिनेसन प्याक्यापुर। उसले हेलमेट लगायो र बाइक स्टार्ट गर्यो। हस्पिटल अगाडि पुग्दा एउटा करिब 22 वर्षकी युवती आँखा रसाउँदै उभिएकी थिइन्। हातमा रिपोर्ट थियो। दाइ, भक्तपुर जानुहुन्छ? उनले बिस्तारै भनिन्। हुन्छ बहिनी, बस्नुस्। बाटोभरि युवती चुप थिइन्। आदित्यले ऐनाबाट हेर्दै सोध्यो, सब ठिक छ नि? युवती केही सेकेन्ड चुप लागिन्। अनि भनिन्, आमा एक्युमा हुनुहुन्छ। पैसा छैन। के गर्ने थाहा छैन। त्यो सुन्दा आदित्यलाई आफ्नै आमा सम्झियो। उसको मुटु भारी भयो। भक्तपुर पुगेपछि भाडा 650 रुपैयाँ भयो। युवतीले झोलाबाट पैसा निकाल्न खोजिन् तर हात काँपिरहेको थियो। दाइ, 400 मात्रै रहेछ। बाँकी पछि दिन्छु। आदित्य केही बेर चुप लाग्यो। उसले मोबाइल बन्द गर्यो र मुस्कुराउँदै भन्यो, राख्नुस् बहिनी, यो पैसाले औषधि किन्नुस्। युवतीको आँखाबाट आँसु झरियो। म पनि बिरामी आमाकै छोरा हुँ। त्यो दिन आदित्यसँग पेट्रोल हाल्ने पैसा पनि बाँकी थिएन। तर उसको मन भने हलुका भएको थियो। दिनहरू बित्दै गए। एक रात ठूलो पानी परिरहेको थियो। आदित्य भिज्दै पठाउ चलाइरहेको थियो। अचानक फोन आयो। आदित्यजी? हजुर, म सिया। तपाईले केही महिना अघि मलाई सहयोग गर्नुभएको थियो। आदित्य छक्क पर्यो। आमाको सफल अपरेसन भयो दाइ। अहिले उहाँ ठिक हुनुहुन्छ। आदित्य मुस्कुरायो। त्यो सुनेर खुसी लाग्यो। सियाले फेरि भनिन्, दाइ, तपाईँ अहिले कहाँ हुनुहुन्छ? नयाँ बस पार्क नजिक। त्यही बस्नुस्, म आउँछु। 20 मिनेटपछि एउटा कार आदित्यको अगाडि रोकियो। सिया कारबाट झरिन्। हातमा एउटा सानो बाकस थियो। यो तपाईको लागि। आदित्यले खोलेर हेर्दा नयाँ मोबाइल र एउटा खाम थियो। खामभित्र 50,000 रुपैयाँ। यो किन? आदित्य अचम्म पर्यो। सियाले आँखा रसाउँदै भनिन्, त्यो दिन तपाईले 250 रुपैयाँ होइन, मेरो आशा बचाउनु भएको थियो। आदित्यको आँखामा पनि आँसु आयो। काठमाडौँको भिडभाडमा हजारौं गाडी गुडिरहेका थिए। तर त्यो रात एउटा साधारण पठाउ चालकले महसुस गरिरहेको थियो। मानिसको सबैभन्दा ठूलो कमाई पैसा होइन, कसैको जीवनमा आशा बन्नु हो।